हेलो एभ्रिवान, तपाईहरु के कस्तो हुनुहुन्छ? म चाहिँ अलिक बिसन्चो छु। अभियसली तपाईहरुले मेरो स्वर सुनेर पनि थाहा पाउनु भयो होला म अलिकति बिसन्चो छु भनेर हो। अन्त म चाहिँ अस्ति नै घर आको, अस्ति बेलुका नै माइतबाट यता घर आको। भिडियोहरु केही गरिन किनभने सन्चो थिएन नि त। अन्त नानी पनि सन्चो थिएन, नानीलाई पनि हस्पिटल लगेर गए, आफू पनि देखाए हो। अन्त त्यही हो, अब हेल्थ राम्रो नभएपछि है भिडियोहरु गर्नु मन लागेन, पोस्टहरु गर्नु मन लागेन। सो 2-3 दिन ब्रेक लिए हो। तर अब आज फेरि सुरु गर्दैछु, हेर्दिनु होला। मेरो रुमको हालत चाहिँ यस्तो भइरहेछ, मेसी भइरहेको छ हो। अब सफा गर्नुपर्ने छ, ओछ्यानहरु पट्याउँछु, नानी यही छ, ओछ्यानहरु पट्याउँछु, घरको काम गर्छु अनि बेर्छु है। म चाहिँ फटाफटी ओछ्यान पटाउन थाले किनभने म चाहिँ एकदमै स्लो छु नि त काम गर्नुलाई। अनि नुर्साङ पनि भिडियोमा आउने रे, अनि साइडमा उसलाई चाहिँ साइडमा राखिदिए, चेयरमा राखेर। अनि मैले छिटो गर्न थाले काम किनभने म एक्लै थिएँ नि त घरमा। 2-3 दिन एक्लै हुन्छु, त्यही भएर चाहिँ अब नानी पनि हेर्नुपर्छ, काम पनि गर्नुपर्छ, त्यही भएर छिटो गर्दै थिएँ मैले चाहिँ। फाइनली मैले चाहिँ रुम मिलाइसके। आज चाहिँ घामहरु मजाले लाग्यो हो। अन्त लुगा थियो नि त मेरो चाहिँ धुनुपर्ने थुप्रै थियो हो। अस्तिदेखिको पानी पर धुको थिएन, मेरो नानीको लुगाहरु थियो, लुगाहरु धुएर सुकाइहाले हो। अन्त घाम आज एकदम राम्रो लागिरहेको छ। यत्रो दिन पानी परेर धन्न आज घाम लाग्यो हो। लुगाहरु सुक्छ, आज चाहिँ मजाले लुगाहरु सुक्छ। मैले चाहिँ हाम्रो आप्पालाई, मेरो ससुरालाई फोन मगाइदिएको थिएँ हो। अन्त आयो अरे नि त, मगाइदिएको थियो हो। अन्त आयो अरे, त्यही वेट गरिरहेको छु बाहिर हो। तपाईहरुलाई पनि देखाउने छु कुन चाहिँ मोबाइल हो, कस्तो छ म देखाउँछु है। यहाँ दादा चाहिँ डेलिभर गर्नु आइसक्नु भएको थियो। सो मैले रिसिभ गरेँ अनि मोबाइल चाहिँ बाहिर नै खोलखाल पारेर हेर्नु हुँदो रहेछ नि त हो। मैले चाहिँ पोको C75 5G मोबाइल किनिदिएको थिएँ आप्पालाई हो। यसको चाहिँ प्राइस चाहिँ 11,000 छ, 10,999 छ। तर मैले चाहिँ यो अफरमा पाएको भएर चाहिँ अफरमा किनेको। कति पर्यो होला तपाईहरु भन्नु होला है। अब आप्पाहरुले त त्यस्तो हाई रेन्जको चलाउनु हुँदैन नि त हो। अन्त ठिक्कको नै रिजनेबल प्राइसको नै किनिदिएको छु, जति चाहिँ अब सक्छु मैले हैन। खै यो चाहिँ 5G मोबाइल रहेछ। त्यो बाहिर नै पुरा उयो गर्दै रहेछ नि त हो, चेक गर्दै रहेछ, उल्टा रहेछ। सिल्भर कलरमा मगाइदिएको मैले चाहिँ हो। हजुर फोन, मेमेको फोन। हजुर कस्तो छ के छ तपाईहरुलाई म एकछिनमा देखाउँछु नि है। अन गरे मैले चाहिँ हो। यसको सबै सेटिङ्सहरु मिलाएर चाहिँ तपाईहरुलाई देखाउँछु नि है के कस्तो हुन्छ। मैले चाहिँ टाइमहरु पनि सबै मिलाइदिए, सेटिङ्सहरु अरु मिलाइदिए हो। अनि अब सिम हाल्नु भएको छैन नि त, सिम हालेपछि चाहिँ अरु सबै गर्दिन्छु। एकदमै राम्रो लाग्यो मलाई चाहिँ। क्यामेराहरु पनि त्यतिको त ठिकै नै रहेछ हो। अब यहाँनिर एसेसरिजहरु के छ हेरौँ है यो मोबाइलको। फर्स्टमा चाहिँ रहेछ यहाँनिर एउटा सिम इजेक्टर, अनि त्यसकै भित्र चाहिँ गाइड बुक थियो, अनि एउटा चार्जिङ केबल अनि एडाप्टर। मलाई चाहिँ ठिकठाकै लाग्यो यो फोन चाहिँ हो। त्यति प्राइसमा ठिकठाकै लाग्यो। अब हेरौँ कस्तो चल्छ। थ्यांक यू सो मच फर वाचिङ।